जेरोदेखि नेपालका सबैभन्दा धनीसम्म। विनोद चौधरी त्यो व्यक्ति हो जसले सानो परिवारको व्यवसायबाट विश्वमै चिनिने उद्यमी बन्ने यात्रा तय गर्दै नेपालकै सबैभन्दा धनी मान्छेको पहिचान बनाएका छन्। उहाँको जन्म काठमाडौँमा एउटा साधारण मारवाडी परिवारमा भएको थियो। उनका हजुरबाबुको इच्छा व्यापार गर्नु थियो, त्यसैले साना साना व्यवसायले उहाँको परिवारलाई अघि बढायो। तर विनोदले सुरुमा ठूलो सपना देख्ने सोच राखे अनि त्यो सपना साकार पार्न कठिन मार्ग रोजे। छोरो जन्मिँदा सफलता सहज थिएन। पढाइको अभिप्राय थियो, तर पिता बिरामी भएपछि 18 वर्षमै उहाँलाई परिवारको व्यापार सम्हाल्नु पर्यो। धेरैले त छोड्नुपर्छ भन्ने सुझाए, तर चौधरीले हार मानेनन्। 2 हात खाली थिए, तर मन भरिएको थियो धैर्य, मेहनत र साहसले। उनले पहिले काठमाडौँमा साँझको मनोरञ्जन स्थल डिस्को खोलेर व्यवसायको पहिलो भाग सुरु गरे। त्यसपछि चाहिँ उनले देखे कि नेपालमा चाहिँ इन्स्टेन्ट नुडल्सको माग छ, तर कसैले त्यसलाई ठूलो स्तरमा ल्याउन सकेको थिएन। उहाँले थाइल्याण्ड पुगेर ज्ञान लिएका, प्रयास गरिरहेका र जोखिम उठाएर वाई नुडल्स नेपाल र भारत बाहिर पनि लोकप्रिय बनाएका, जसलाई अहिले लाखौं घरमा मनपर्ने ब्रान्ड बनेको छ। धीरे धीरे व्यापार फैलियो। बैंक, होटल, व्यापार, उत्पादन र अन्य क्षेत्रमा फैलिँदै आज सीजी कर्प ग्लोबलको रूपमा एक ठूलो मल्टिनेशनल कम्पनी बनेको छ, जसको सम्पत्ति विश्वभर फैलिएको छ। तर विनोद चौधरीको कथा केवल धन कमाउनु मात्र होइन, समाजसेवा र देश निर्माणमा योगदान दिनु पनि हो। उनले आफ्नो चौधरी फाउन्डेसन मार्फत भूकम्प राहत, शिक्षा र उद्यमशीलता प्रोत्साहनमा सक्रिय योगदान दिएका छन्।